Hello everyone, welcome back to my YouTube channel. So I am back with another video. So आजको भिडियो विशेष स्पेशल एउटा भ्लग रहेको छ जो आज न्यू इयर को दिन पनि रहेको छ. ह्यापी न्यू इयर टु एभ्रीवान. आई होप तपाईहरुको 2082 एकदमै बवाल हुनेछ हैन. आजको न्यू इयर को समय पारेर सो हामी सोलाएर घुम्न जाँदै छौं. भक्तपुरतिर हेरौँ कता कता पुगिन्छ. सकेसम्म नगरकोट नै पुग्ने भन्ने प्लान छ. लेट्स सी कतासम्म पुगिन्छ. पानी पर्ला जस्तो पनि छ. अनि के हुन्छ म यो भिडियोमा अपडेट गर्ने जाने छु. सो कीप वाच दिस भिडियो. पाँच मिनट नगरकोटमा त होला सायद. के खाउँदै स्प्राइट हैन स्प्राइट त्यहाँ बसेर हुन्छ. अझ बोतलवाला छैन नि सर. नगरको टेस्ट गरेर छ यहाँ अब 10 किलोमिटर राष्ट्रपति आइसक्यो हो. आज राष्ट्रपति आउने कार्यक्रम गइसक्यो. आजदेखि नगरकोट भ्रमण वर्ष सुरु भयो. त्यसकै उद्घाटनको लागि आयो राष्ट्रपति. अब दिनदिनै कार्यक्रम हो. मासला यस्तो झाडु जस्तो भइसक्यो. तर केही छैन. So everyone, नगरकोट नपुग्दै पानीले स्वागत गरिसक्यो हैन. अब हेरौँ. हाम्रो सुर्खेत गुराँसमै राम्रो छ नि. पुरै मान्छेहरूको भेटभाड कडादेखि हुन्छ. आज नगरकोट भ्रमण वर्ष 2082 को उद्घाटन भएसँगै मान्छेहरूको भिडभाडले बढिरहेको छ. राष्ट्रपति रामचन्द्र पौडेलले भर्खरै उद्घाटन गरेर गइसक्नु भएको छ. अनि नगरकोट भ्रमण वर्ष त यस्तै हो. खासै अब यस्तै हो. यस्तो साह्रो बवाल चाहिँ रहन्छ. अब खासै अब नघुमेर पनि होला. अब हेरौँ. So everyone, शान्ति काँडा.
बुद्ध पिस पार्क शान्ति डाँडा सो एभ्रिवान यतिखेर हामी बुद्ध पार्कमा आएका छौँ सिडीहरू चढ्दै नगरकोटको बाटोमा बुद्ध पार्क हामीसँग बुद्ध स्मृति पार्क शान्तिनगर के अरे शान्ति डाँडा टुरिस्टहरू टन्नै देख्न सक्नुहुन्छ टुरिस्टहरूको भिडभाड अनि के छ त सर अवस्था के छ बवाल छ नि बवाल छ नगरकोट त पुरा घुम्न पाइएन तर पनि यो बुद्धको स्तूपा के अरे स्तूपा दामी ठाउँ रहेछ देख्न सक्नुहुन्छ मान्छे टन्नै घुम्न आइरह नि अलिअलि घुम्न आएछ नि वाट अ ब्युटिफुल ठाउँ छ होइन सर यहाँनिर एउटा फोटो दामी आउनु रहेछ त यार डेस्टिनेसन पर्यटकहरू शान्ति नै भनौँ न सो हामी चाहिँ फर्किसकेका छौँ होइन बुद्ध शान्ति पार्क घुमेर शान्ति पार्क भन्ने चाहिँ त्यस्तै हो टुरिस्टहरू है टुरिस्टहरू हाम्रो टिचरहरू युद्ध गर्न आउने कि के हो यार खास आन्दोलन गर्न आउने के बनाउन आउने यार टिचरहरू क्या लगाएपछि टुरिस्टहरू है हाम्रो टुरिस्टहरू क्यान सी See you again. See you again. See you again. See you again, hey guys. See you again. काठमाडौँ उपत्यका कसको भनेको टाढा घुमेर हामी चाहिँ यतिखेर फर्किन लागिसकेका छौँ हेर्न सक्नुहुन्छ हामी चाहिँ यतिखेर फर्किसक्यौँ भनौँ न अलमोस्ट काठमाडौँ लाग्नुपर्छ यताबाट हिँडौँ न यताबाट जाउँ न पार्क त त्यस्तो छ सुमेर माथिबाट प्लेन पनि गइरहेको छ हेर्न सक्नुहुन्छ एकचोटि फेरि हेर्न सक्नुहुन्छ यो भिडियो चाहिँ कोटेश्वरको ठुलो जामबाट खिचेको है गाइस एकदम सङ्घर्षपूर्ण सो एभ्रिवान म चाहिँ मेरो हाम्रो एरिया अब बानेश्वरतिर आइसकेको छु सो आजको भ्लग चाहिँ यति भनौँ होइन आजको घुमघाम चाहिँ यस्तै भयो खासै त्यो भने जस्तो पनि भएन के भयो यस्तै भयो सो एभ्रिवान म चाहिँ यस्तो मिलाएर भ्लग हालेको छु सो एभ्रिवान मिलाएर हेर्नु होला अनि के कस्तो छ त्यहाँ मिलाएर कमेन्ट गर्नुहुन्छ होला आजलाई बाई बाई सी यु इन नेक्स्ट भ्लग